नमस्कार। मेरो युट्युब च्यानल हेरेर बसिराख्नु भएको सबैजनालाई नमस्कार। अनि म चाहिँ आज यता यहाँको अब स्थानीय वासीहरूले के भन्यो भने आज 5 दिन जति भयो यहाँ चाहिँ एउटा लुरे केटा र एउटा लुरी केटी छ। निलो साइकलमा आउँछ। 4-5 दिन जति भयो दिनै आएर यहाँ चाहिँ झाडीमा रमाउँदै जान्छ भन्ने कुरो सुनेपछि म यहाँ रिपोर्टिङ गर्न आएको थिएँ। आउँदैछु। अब हेरौँ आज 4-5 दिन चाहिँ लगातार यही बेला निलो साइकल लिएर एउटा निलो साइकलमा आउने अनि दुईजना एउटा लुरे केटा र एउटा लुरी केटी। अनि केटाले चाहिँ कपाल पनि पालेको, पछाडि कपाल पनि पालेको छ भन्ने सुन्नमा आयो। अनि आज हामी छ कि छैन भनेर हेर्न आउँदैछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी जाँदैछौँ। अभाग्यवश आज चाहिँ त्यो जोडी चाहिँ आएनछ। अनि उहाँहरूले भनेअनुसार चाहिँ फेरि यही ठाउँ रे। सधैँ उनीहरू 4-5 दिनदेखि चाहिँ यही ठाउँमा यसरी चाहिँ भएन। हेर्नुहोस्, अब बुढा स्थानीयवासीहरूले भनेअनुसार चाहिँ बुढा चाहिँ अरब गएको छ त्यो केटीको चाहिँ। अनि बुढा चाहिँ अरबको खाडीमा कमाउने, श्रीमती चाहिँ यहाँ जङ्गल र झाडीमा रमाउने। यस्तो चाहिँ गर्नु भएन। हेर्नुहोस्, आज म हल्का यहाँ रिपोर्टिङ गर्न आएको थिएँ तर उनीहरू चाहिँ आज आएनछ। हेरौँ अझै पनि अब भोलि पर्सितिर उनीहरूले अब यी ठाउँहरू सारेको हुनसक्छ, बास सारेको हुनसक्छ। आज चाहिँ आएनछ। ल ओके, धन्यवाद। ल फाइनली गाइजहरू हामीले त्यो लुरे र लुरीलाई अनि यहाँ भेट्न सफल भएँ। पुरा आशिक स्टाइलमा चाहिँ ज्याकेटले पुरा छोपेर अनि गराइदिन्छ। यहाँ चाहिँ पुरा सलले पुरा छोपेर बसिराखेको छ। यसलाई चाहिँ के स्टाइल भन्नु होइन। ल है गाइज, ल हेर्नुहोस् त। यो जोडी किन यसरी जङ्गलमा आएर, यस्तो जाडोको बेला किन जङ्गलमा आएर बसिराखेका छन् भनी म चाहिँ इन्टरभ्यू लिनको लागि उनीहरूसँग केही कुराहरू सोध्न र इन्टरभ्यू लिनको लागि आएको थिएँ। हेर्नुहोस्, तर आज चाहिँ मलाई त्यो हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो लाजमर्दो दृश्यहरू थियो। त्यही भएर चाहिँ मैले जस हग्नेलाई भन्दा देख्नेलाई लाज जस्तै भयो। म त्यही भएर उनीहरूसँग खासै कुराहरू सोध्न असमर्थ भएँ। त्यसमा क्षमा प्रार्थी छौँ। अर्कोचोटि पनि यसरी नै भेट्यो भने म हजुरहरू सामु चाहिँ भिडियो प्रस्तुत गर्नेछु। अहिलेलाई धन्यवाद। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि लाइक, सेयर, कमेन्ट गर्नु होला।